हाम्रो कल्पना नानुले बनाउनु भएको यो पर्स है नानु थैली यो ब्राइडल सेटको भयो यो ल्याउनुहोस् त अफ सोल्डर बेबी फ्रक है यो अनि त्यसपछि हजुरले लगाउनु भएको ड्रेस हजुर होस्टेल बस्नु भएको है नानी हेर्नुहोस् त यति धेरै ड्रेसहरू पक्र्नुहोस् त नानी बनाउनु भएको छ हाम्रो कल्पना नानुले उहाँको फिनिसिङ हेर्नु त वाउ यसै फिनिसिङ पहिल्यै थियो उहाँको र अनि हाम्रो यो ट्रेनिङ सेन्टरमा आउनु भएपछि झनै प्लस पोइन्ट भयो नानु नजिकबाट देखाउनु त मिस कस्तो राम्रो यसमा बोन्ड प्याच गर्नु भएको छ यो पार्टी वेयर गाउन हेर्नु त कर्सेट गाउन यस्तो राम्रो छ यति यहाँले नै बनाउनु भएको लाउनुहोस् त नानु अरू के बनाउनु भएको छ हाम्रो नानुले म यहाँलाई देखाउँछु है थैली कति राम्रो हेर्नुहोस् त यो कुन ड्रेस नानु ए ड्राइपिङ स्कर्ट हो हेर्नुहोस् कस्तो राम्रो वाउ कति राम्रो छ यो पनि हाम्रो नानुले नै बनाउनु भयो हजुरलाई पक्र्न दिउँ अनि के बनाउनु भएछ हेर्नुहोस् है यहाँले हजुरको कति महिनाको कोर्स नानु है डिजाइन तर होस्टेल बसेर चाहिँ 1 महिनामा कम्प्लिट भएको बाहिरबाट आउनेलाई 3 देखि 5 महिना लाग्छ हाम्रो यो चाहिँ कलरवाला वान पिस हेर्नुहोस् त यो जसलाई एजेडलाई पनि सुहाउने भर्खरको नानुहरूलाई पनि राम्रो हुने अनि रह्यो हाम्रो सिङ्गापुरी ड्रेस पहिला सिङ्गापुरबाट आउनेले मात्रै लगाउनुहुन्थ्यो अहिले जताततै बन्छ सुन्ता बुटीमा त झन् स्पेसल यो है नानु यो पनि राख्नुहोस् के बनाउनु भएको छ हेर्नुहोस् है कति राम्रो वाउ यो नेकवाला क्लोज नेक ब्लाउज हेर्नु त फिनिसिङ कति राम्रो यो पनि हाम्री सानीले बनाउनु भएको ओहो हो म त निकालेरै नभ्याउने रहेछु त यो के हो नानु नेवारी ड्रेस ल कल्चरल ड्रेस पनि बन्छ हाम्रोमा हेर्नुहोस् यो चाहिँ नेवारी भयो कस्तो मजाले पाइपिङ हेर्नुहोस् त पाइपिङ राख्नु भएको छ लगाउँछु यसकै सेट भइहाल्यो अब म यहाँहरूलाई के देखाउँछु साडी नि अघि भर्खर बनाउँदै सिलाउँदै हुनुहुन्थ्यो रेडी गरिसक्नु भएछ यो पनि देखाउँछु हजुरहरूलाई लेहेङ्गा साडी लाउन अल्छी हुने लाउन नआउने नानीहरूको लागि यति सजिलो पिन लगाएको छैन कान्छु यसरी लगाइन्छ हेर्नु त कति मजाले ल यति गरेपछि पार्टीमा जानलाई भइहाल्यो अब यसलाई सेटै मिलाएर लाउँदा कति राम्रो देख्छ लेहेङ्गा साडी पनि यहाँले बनाउनु भएको यसमा पेटीकोट यसमै अट्याच छ लगाउँछु लेस पनि राख्नु भएको छ अब के रहेछ यहाँ यो फेरि अर्को ड्रेस आयो के आयो हन्जु सेट हेर्नुहोस् त हन्जु सेट कति मजाले बनाउनु भएको छ यसमा पेस्टिङ राख्नु भएको छ नि है नानु हजुरले टक्क यसको स्कर्ट यो तलको हन्जु सेट पनि हाम्रो कल्पना नानीले बनाउनु भयो हजुरहरू सबैजनाले चाहिँ यो ड्रेस सिक्नको लागि कहाँ आउनु पर्यो नानी सुनिता बुटिकमा आउनु पर्यो ल यो मर्मेड गाउन फिटिङमा छ कस्तो राम्रो यसको ब्याक चेन छ अब यो हेर्नुहोस् त कस्तो क्युट छ यो पनि हाम्रो नानुले बनाउनु भएको लिनुहोस् त हजुर त पकडै हुनुभयो त अब फेरि के बाँकी रह्यो हजुरको यता आइसो न यता आइसो आफै कति राम्रो ड्रेस लाउनु भएको छ हेर्नुहोस् त यो यहाँ प्लास्टिकवाला छ यो चाहिँ के रह्यो हाम्रो ब्लेजर हेर्नुहोस् त ब्लेजर पनि उहाँले बनाउनु भएको छ यो पक्र्नुहोस् त कान्छु त्यसपछि हाम्रो नानुले के बनाउनु भएको छ कोट लङ कोट हेर्नुहोस् रेडिमेड जस्तो छ कि छैन हेर्नुहोस् त कस्तो राम्रो होइन त नानी हो छ त भन्नु मोरी हो ल्याउनुहोस् त नानु यो भयो त्यसपछि सानो चिटिक्क क्युट बय पास्ने सेट हेर्नुहोस् त लगाउँछु कस्तो क्युट छ ड्रेस त बच्चाकै राम्रो है सानो बेबीहरूको हेर्नु त कस्तो क्युट यस्तो राम्रो यो बेबीको पनि बनाउनु भएको छ बाबुको पनि छ र धेरै ड्रेस चाहिँ यहाँहरूले पठाइसक्नु भएको छ यहाँ नानुले रह्यो यहाँ फेरि हाफ कोटलाई हेर्नुहोस् हाफ कोट पनि कस्तो राम्रो फिनिसिङ छ यहाँले यो पकेट छ कति मजाले बनाउनु भएको छ हाम्रो नानु कल्पनाले हजुर होस्टेल बस्नु भएको है हेर्नुहोस् यति राम्रो अब ब्राइडल त देखाउनै बिर्सेछ मिस मैले एकछिन है ब्राइडल हेरिछु त आफ्नै लागि हो नानु यो चाहिँ उहाँले आफ्नै लागि बनाउनु भएको कस्तो राम्रो छ हेर्नुहोस् त ब्राइडल लेहेङ्गादेखि लिएर लङ कोटदेखि लिएर नर्मल वान पिसदेखि लिएर सबै हाम्रो नानीले चाहिँ यहाँ बनाउनु भएको र यहाँहरू पनि कोही हुनुहुन्छ ट्रेनिङको लागि फिनिसिङको यहाँहरूलाई आवश्यक छ भने पक्कै पनि
यहाँहरू निथक्क भएर कहाँ हुनुहुन्छ सुनिता बुटिकमा है त थ्याङ्क यू यो मोरी 3 है त कुन ठाउँमा आउनु पर्यो नानी हो यो ड्रेसको लागि बुटिक ट्रेनिङ सेन्टर काठमाडौँ नयाँ बजार मेडिकल चोकमा बुटिक ट्रेनिङ सेन्टर छ र आउने साथीहरूलाई पनि यहाँहरूले वेलकम गर्न चाहनुहुन्छ है आउनु होला यति राम्रो फिनिसिङको साथमा यहाँ ड्रेस बनाउँछ हैन त नानी हो हाम्रो सबैजना नानीहरू चाहिँ अहिले होस्टेल बसिरहनु भएको छ है हजुरहरू सबैजनालाई धेरै धन्यवाद धेरै माया कति राम्रो ड्रेस छ र हाम्रो कल्पना नानुले बनाउनु भएको है अहिले चाहिँ भयो